यस्तो राम्रो ठाउँबाट यहाँहरू सबैलाई नमस्ते। पक्कै पनि यहाँहरू सन्चै हुनुहुन्छ होला। आज धेरै पछि कालो झोला कालो टोपी लगाएर के छ तपाईँहरू सन्चै हुनुहुन्छ भनेर भिडियो बनाउँदैछु। 안녕하십니까? 마트 가고 있습니다. 선물이 아닙니다. 여기 아신국 가고 있습니다. 아니 예. 갔다 와요. 예, 감사합니다. म चाहिँ धेरै पछि आज युट्युबको लागि भिडियो बनाउँदैछु। त्यस्तो विशेष केही छैन, तर पनि समय गएको चाहिँ केही पनि थाहा नहुने रहेछ। म कोरिया आएको लगभग हिजो अस्ति जस्तै लागिरहेछ, तर पनि एक वर्ष चाहिँ पुगिसकेछ। एक वर्ष पुगेर 8-10 दिन जस्तो भएछ। अब एक वर्षमा कोरिया आइसकेर के हुने रहेछ त, के गर्न सकिने रहेछ, प्रगति भनौँ या के जसरी बुझ्नुहुन्छ तपाईँहरू होइन, त्यो चाहिँ म आज तपाईँहरूलाई यसो बताउने छु। मैले एक वर्षमा के गरेँ त। ठाउँ वरिपरि एकदमै राम्रो ठाउँ छ। मेरो कम्पनी यहाँ नजिकै छ। यहाँबाट उता गयो भने चाहिँ कम्पनी, यहाँनिर फुल पसलहरू छन् होइन। म चाहिँ फेरि के गरेँ भनेर भिडियो बनाउनलाई पनि बाहिर बाटोमा आएर बनाउनु पर्छ र यसो रुमभित्र बसेर पनि बनाउन सकिन्थ्यो होला भन्नुहुन्छ होला। म चाहिँ एउटा तीर दुईटा निशाना गरिरहेछु। अब कोरियाको काम अब समय कतिको व्यस्त हुन्छ भन्ने यहाँहरूलाई लगभग थाहै छ होला। त्यसैले त्यस्तो भिडियो मात्रै बनाउने पनि फुर्सद हुँदैन। आज चाहिँ म यसो बजार जाँदैछु, भोलिबाट खाना पकाउने पालो सुरु हुन्छ, त्यसको लागि चाहिँ यसो तरकारी किन्नलाई चाहिँ म बजार जाँदैछु। बजार जाँदै यहाँहरूलाई पनि यसो यहाँहरूको लागि भन्दा पनि आफ्नो लागि म चाहिँ भिडियो बनाउँदैछु। आजभोलि खासै मेरो युट्युबमा त्यस्तो धेरै भ्युजहरू पनि आउँदैनन्। खै के सायद मैले रेगुलर भिडियो पोस्ट नगरेको कारणले पनि होला। के अरे आजभोलि चाहिँ मलाई भ्युजसँग खासै गुनासो चासो केही पनि लाग्दैन। यसो आफूलाई मन परेका कुराहरू ट्याङ भनिदिन्छु अनि भिडियो पोस्ट गरिदिन्छु होइन। तपाईँहरूलाई पनि त्यो भिडियो हेरिरहँदाखेरि बोर लागिसक्यो होला। ठिक छ, यसो बोर लाग्यो भने सरी, म तपाईँहरूसँग क्षमा माग्छु होइन। म बस्ने ठाउँ नजिकै चाहिँ के छ भन्दाखेरि तालगीको कम्पनी पनि छ, स्ट्रबेरीहरू फल्छ यहाँ चाहिँ। यो कम्पनीमा चाहिँ अस्ति आलुवा आरुबाइथो काम गर्ने मान्छे खोजिरहेको थियो। अनि हामीलाई भनिरहेको थियो हामी चाहिँ यसो काम गर्न मिल्छ कि भनेर हाम्रो फुजाङनिमलाई सोधेको होइन। फुजाङनिमले चाहिँ उता कम्पनीमा सोधेछ अनि मिल्दैन भनिदियो क्या। अब हामी चाहिँ पुरै तिमीहरू चाहिँ त्यहाँ गएर काम गरेर रोक ल्याएर आयो भनेपछि यहाँ हाम्रो कम्पनीको बङ्गुरहरू सबै मऱ्यो भने के गर्छौ, पुरै नै यो त इलिगल हुन्छ, यसरी काम गर्न मिल्दैन भनेर यस्तो थर्कायो होइन। अब त्यहाँभन्दा पछाडि त अब साथै गयो क्या। यदि गर्न मिल्ने भए त राम्रो हुन्थ्यो नि त। यसो कम्पनी नजिकै, कम्पनीमा 2 मिनट पनि लाग्दैन थियो, टाढा त्यस्तो थिएन। अनि गर्न यसो अलिअलि पकेट मनी यसो खर्चहरू चाहिँ आउँथ्यो भन्ने हो। तपाईँहरूले सोचेको जस्तो कमाइ भनौँ न, कोरियामा यति कमाइ हुन्छ होला भनेर जति नेपाल बस्दाखेरि सोचिन्छ त्यस्तो कमाइ चाहिँ मेरो छैन। म सामान्य बेसिक स्यालेरीमा एउटा थैजिनङजाङ भनौँ न बङ्गुर फार्ममा काम गरिरहेको छु। कोरियामा नेपालीहरू चाहिँ धेरैले बङ्गुर फार्ममा काम गर्नुहुन्छ, तर म बङ्गुर फार्ममा काम गर्छु भनेर भन्नलाई चाहिँ लजाउनुहुन्छ। खै किन हो होइन। अब नेपालमा बङ्गुर भन्ने बित्तिकै छिछि या भनौँ न बङ्गुरलाई छुनै हुँदैन, खानु त परेको कुरा भन्ने अलिक पहिले थियो भनेपछि अब चाहिँ खानसम्म चाहिँ सुरु गरेका छन् नेपालीहरू धेरै, भनौँ न क्षेत्रीय बाहुनहरूले पनि। तर फेरि बङ्गुर पालन भनौँ न बङ्गुर फार्ममै काम गर्छु भन्न चाहिँ खै किन पो ल, जति कमाए पनि जाबु त्यही बङ्गुर फार्ममा काम गर्ने त रहेछ भन्ने हुन् भनेर हो कि होइन। खै किन हो नेपालीहरू चाहिँ म बङ्गुर फार्ममा काम गर्छु भनेर भन्न चाहिँ सक्दैनन्, भनिहाल्दैनन् हतपत होइन। मलाई चाहिँ त्यस्तो बाल लाग्दैन। म चाहिँ गर्वका साथ भन्छु म चाहिँ बङ्गुर फार्ममै काम गर्छु। बङ्गुर फार्ममा काम गर्दाखेरि चाहिँ एउटा के हुन्छ भन्दाखेरि अब अरू अन्त काम गरे जस्तो शरीरलाई चाहिँ प्रेसर पर्दैन। अब बङ्गुर फार्म भन्ने बित्तिकै फेरि कस्तो गनाउँछ होला होइन।
अब त्यस्तै त्यस्तै भन्ने हुन्छ होला। कोरियाको बङ्गुर फार्म त्यस्तो गनाउने हुँदैनन् या हुन्छन् थाहा भएन, तर मैले काम गर्ने बङ्गुर फार्म चाहिँ एकदम फ्रेस छ, राम्रो छ। त्यस्तो आधुनिक फार्म हो। अब बनाउने भनेको तङ भनौँ न, यसो पिसाबहरूले हो, पिसाब गर्ने बित्तिकै पिसाब कहाँ जान्छ भन्ने मलाई पनि थाहा छैन। आजसम्म 1 वर्ष भयो, त्यसैले 1 वर्ष कसरी बित्यो भनेर थाहा नभएको पनि हुनसक्छ राम्रो कम्पनी भएको कारणले। अब त्यस्तै हो, राम्रो कम्पनीमा पैसा थोरै हुन्छ, प्रेसर छैन, केही छैन होइन, जे गरे पनि हुन्छ, फ्रिडम छ, आजाद भएर काम गर्न पाइन्छ। तर पैसा चाहिँ छैन, कमाइ चाहिँ छैन। पैसाकै लागि टार्गेट गरेर पैसै सबै कुरा हो भन्ने भाव भए त म आसाम अरू कम्पनीमा गइसक्थेँ। मलाई चाहिँ सबै कुरा यसो मिलेको कारणले चाहिँ आसाम आएको छु। तरकारी किन्न पनि अर्को बाटो जाउँ कि भनेर एकदम शान्तको बाटो, एकदम शान्त सुन्ने उसमा आएको छु। त्यसैले यो के को रुख रहेछ हो, ओखरको हो कि होइन, ओखरको त होइन, तर फल चाहिँ ट्याक्क उयो ओखर जस्तै लागिराख्ने रहेछ। अनि पारि पनि एउटा अर्को बङ्गुर फार्म छ। यहाँनिर चाहिँ पुरानो केही अब यहाँ के पाल्थ्यो, बङ्गुर पाल्थ्यो के पाल्थ्यो होइन, पुरानो झोप्रो छ। म चाहिँ कुनै अमेजनको जङ्गलमा आएको छु कि जस्तो फिल भइरहेछ, तर यो बस्ती हो, जङ्गल चाहिँ उता छ, धेरै जङ्गल। यस्तै छ जिन्दगी, यसरी बितिरहेको छ। तपाईँहरू कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ होइन,